ल गाइज हाम्रो आजदेखि भ्लग स्टार्ट भइसकेको छ। समीक्षा र म अब घुम्न जान लाग्छौँ। अबदेखि हामीले के गर्छौँ भन्ने कुरा भ्लग यसमा आउँछ। हामी जस्तै मोटरसाइकल राइडमा छौँ। अहिले चाहिँ मेन हाइवेमा लम्बैमा आइपुगिसकेका छौँ हामी। हो कि नै समीक्षा? अरू केही भन मात्रै। हामी गइरहेछौँ। अब हामी तपाईँहरूलाई देखाउनेछौँ हामी के गर्छौँ, कहाँ जान्छौँ भनेर। टिल देन के भन्छन् रे इङ्ग्लिसमा भन। ओके बाई बाई गाइज। यताबाट आउँदैछ क्या राम्रो। हामी चाहिँ टक्क लागिकन भालुवाङको राप्ती नदीको पुलमा आइपुगेका छौँ। जाम चाहिँ उता जा भन्छ यार। के हो काँचो कि पाके हो? ल खाने भनेर अड्याएको तिमीले काँचो बेचा छौ। झन् पाके होला भनेर झन् खाना उभियाम झन् बर्बाद भइगयो। अब के गर्छौ त हेर। हामी फेरि घुम्न जान लाग्छ। म काँचो बोकेर कहाँ जाने हो? आउँदाखेरि बाबु यो सलिफा ल गाइज हामीले किन्ने भने त पोपट भइसक्यो हाम्रो। काँचो पो रहेछ खाम्ला भनेको त कामै भएन। समीक्षा बर्बाद भयो। समीक्षालाई नयाँ चिज खुवाऊँ भनेको त हिँडिरहेछौँ है हामी। अब अर्को लोकेसनमा पुगेर हामीले भेट्छौँ। बाई बाई गरिदियो ल। हामी टिकटकको भाइरल रोडमा आयौँ। टिकटकको यहाँ भाइरलमा यस्तो छ यहाँ स्ट्रिट फुडहरू। पहाड हाम्रो यो बाइक डेन्जरै कालो देखाएको छ त मलाई त के भयो यस्तो। हामीले यस्तो भाइरल ठाउँमा आइपुगेका छौँ। यहाँ रोड हामी यहाँ छौँ। फोटो खिच्यौँ, सेल्फी हान्यौँ। अरू त केही छैन। ल हामी त सुनसान बाटोमा छौँ। समीक्षा त निदाउला थियो यहाँ एक्सर्साइज गर्ला थियो। समीक्षा त निदाउला थियो त्यहाँनिर रोकेका छौँ। गाडीहरू चलेकै छन्। यहाँ एक्सर्साइज भइरहेको छ यहाँ बिल्कुल। निद्रा लागेर एकदम निद्रा लागिसकेको छ क्या हाम्रो म्याडमलाई। के गर्छ त्यो गाडी? तन्क्यो सुत्यो भने झन् लोटेर झन् तनाव होला। ल हाम्रो म्याडम यहाँ पिङ खेल्ने अरे ऊ। बाटो हिँड्दै पिङ देखेर पिङ खेल्ला छ। खेला न खेला। मजा आयो। पिङपछि जुसको आनन्द ल्याउँदैछौँ हामी यहाँ। यो चाहिँ बुटोल जाने रोड, यो चाहिँ लुम्बिनी जाने रोड। ल साथीहरू, समीक्षा र म घुम्दैछौँ यस्तो बाटोमा। मेरो हेलमेटको सिसा लाउँछु। वेट सर तौली लुम्बिनीको बाटो हो यो चाहिँ।
ल है हिँड हामी त पछाडिबाट खिचिरहेको छौँ अब अगाडि जान्छौँ त्यसपछि अगाडिबाट देखिन्छ भ्यूहरू स्यामीलाई हेर हामी यो बिल्डिङमा छौँ है ल यो बिल्डिङभित्र छिर्छौँ अब हामी मटकावाला आइसक्रिम बुद्धको मूर्ति हेर्दा जाऊ यो चटपटे ट्राई गर्ला छौँ हामीले यता मटका आइसक्रिम चटपटे भर्खर लुम्बिनी आइपुगेर एउटा फोटो खिचेको थियौँ ट्रायल जानु पर्यो अब लुम्बिनी डुल्छौँ अब कति घन्टा डुल्ने हो कुन मिठो छ कुन मिठो छ यस्तो छ त देख्दै बाई बाई गाइज ल गाइज हामी यसरी हिँड्दैछौँ हामी लुम्बिनीमा पछाडि यस्तो छ भ्यूहरू चाहिँ अब कति देखाउने हो तपाईँहरूलाई जति हेर्न सक्नुहुन्छ त्यति हेर्नु होला ए आज के हुने हो एउटा सकिया छैन अर्को आइगयो ल सरर हिँड्दै हामी दुईजना यस्तो घाममा म जस्तो गोरो मान्छे समेत कालो बनाइदिइसक्यो घामले समीक्षा हुन बाँकी छ सरर हिँड्दैछौँ हामी कहाँ छौँ समीक्षा लिम्बुनी आएको छौँ हामी यो लुम्बिनी होइन लिम्बुनी हो लुम्बिनी हो सर यहाँ हिँडिरहेछौँ हामी अलिकति यो पोखरी जस्तो छ यसको चिसो आइरहेछ आउनु त त्यही पनि गर्मी भन्ने कुरा त अब कुरै छोडिदियो कस्तो छ काली भएर आउँछु होला खै अब समीक्षा काली भन्छन् कि गोरी भन्छन् त्यो त अब मङ्सिरको 6 गते थाहा हुन्छ जाने बेलामा अरू त अब समीक्षालाई नहेर मलाई हेर म चाहिँ कस्तो देखाएको छु त्यो भनिहाल त ज्याकेट को लगाएको थियो त्यो भिडियोमा देखिरह होला हामी त लुम्बिनी लेखेकोमा आइपुग्यौँ अब मायादेवी टेम्पलमा जाँदैछौँ हामी गर्मी भइगयो समीक्षालाई गर्मी भएर तना भइगएको छ यहाँ जाऊ हुँदैन हाडी कहिले चालु हुन्छ हाडी अझै डढ्छ र भने डढ्दैन ल मायादेवी टेम्पलभित्र चाहिँ फोटो खिचिदिने रहन्छ बाहिर चाहिँ सर यस्तो छ हाम्रो समीक्षालाई गर्मी भएर तना भित्र फ्यान थियो एकछिन फ्यानमा हावा खाइन् ए समीक्षा रातो म कालो यस्तो भएको छ हामीले अब निस्किन्छौँ हामी बाहिर जाऊँ अरू के भयो समीक्षालाई गर्मी भएर तना बाँच्यो गर्मी भएर तना बाँचेर त गर्मी त ओभरै भयो नि साथीहरू गाइजहरू हामी लुम्बिनी घुमेको हालत यस्तो भइसकेको छ गर्मीले बाधा भइगयो समीक्षालाई अब हामी नहिँड्ने अब हामी बाइकमै हिँड्ने निदो गऱ्यौँ अब हिँड्यो भने चाहिँ गर्मी हुने भयो हो कि नै समीक्षा समीक्षासँग केही नबोल्ने रे बाधा भइसकेको छ समीक्षालाई गर्मीले ल आनन्द आयो अरे समीक्षालाई एक कोक खाएपछि बल्ल
मान्छेहरू ल अर्को गाउँ छैन है त गाइस ए भागो हामी आएको देखेर अगाडि हेर है त गाइस यो ओ माय गॉड फ्यामिली छ नि त हेलो बेबी अहिलेको फर्किँदैछु है फर्किने बाटो समीक्षा राइड ओए राइड कस्तो भइरहेछ ल गाइज अब अलिकति हाम्रो जुन नेक्स्ट स्टपमा आउँछ त्यसपछि हामी भेट्नुपर्छ हाम्रो समीक्षालाई एक दिन धौ भयो जस्तो छ एक दिन पाटे जस्तो छ पछाडि 5 मिनट रेस्ट त्यसपछि फेरि रन किन्छौँ हामी बाई बाई वी आर फाइन हामी उकालो चढ्नेवाला छौँ अब यो उकालो हो समीक्षा एक्सर्साइज बिल्कुल एक्सर्साइज मान्छे ल स्ट्रेच गर अबको 1 घन्टामा भालुवाङ पुग्छौँ फेरि रेस्ट हुन्छ हाम्रो यस्तो तना बाजे बेबीलाई के गर्नु एकछिन एक्सर्साइज गर अब 5 मिनट पछि हिँड्छौँ हामी गाडीहरू रन्केछन् कस्तो भइरहेछ एक्सपिरियन्स मजा आइरहेछ ल चस्मा ल गाइज बाई बाई कुदाउने हुन्थ्यो अब यो बाटोमा यो हाइवेमा ल के भन्नु नट के रे हो ल जाम त है अब ल तिमी कुदाउ म अल्छी लाग्यो ल बाई बाई एक्सिडेन्ट भए चाहिँ यस्तो निकाल्दा म्याडमलाई पानीपुरी खान मन लागेर ल अझै खायौँ ल खाऊ अन्डा हामी लमै आइपुगेका छौँ अझै घर पुग्न अब आधी घन्टा छ के ऊ टाउको साह्रो पारेको यो के हो
उतातिर के हो त्यो त माछा जस्तो भयो त्यो पङ्खा निस्किए जस्तो हामी लुगा धोयौँ यहाँ छ लुगा यहाँ छ त्यहाँ छ त्यहाँ छ त्यहाँ छ उ त्यहाँ छ त्यहाँ छ यसमा हाल्ने हो त्यो बाइक उ त्यहाँ छ खोलामा लुगा धोयौँ त्यसपछि अब हामी फाक हुन्छ हामीले सब लुगा धोइसक्यौँ चप्पल धुन लाग्छन् समीक्षाले ल गाइज बाई बाई समीक्षा Bye. Good experience.